के हजुरहरूले केलाको तरकारी खानु भएको छ? खानु भएको साथीहरूलाई चाहिँ थाहा छँदै होला यो कति मिठो हुन्छ भनेर। नखाएको साथीहरूले चाहिँ एकचोटि ट्राई गर्नु होला। सो हाई एभ्रीवान, स्वागत छ हजुरहरूलाई आजको मेरो अर्को मिनी भ्लगमा। सधैँको दिन चाहिँ आज पनि मेरो बिहानीको सुरुवात भइसकेको छ, तर आज बिहान चाहिँ म उठेको बेला पानी पर्दै थियो। अनि त्यसपछि मैले ढिलो नगरिकन भैँसीको लागि यो चारा काटे। मैले बिहान उठेर भैँसीको लागि चारा काटुन्जेल चाहिँ मम्मीले भैँसीको गोबर फाल्ने र दुध दुने काम गर्नुहुन्छ। अनि आज पनि मम्मीले भैँसीको दुध दुहेर आइसके पछाडि चाहिँ तरकारी के खाने भन्ने टेन्सन थियो। तर मम्मीले चाहिँ यो घर पछाडि केला ढलेको देख्नु भएको रहेछ, त्यसपछि यो खाने भनेर केला काट्न जानुभयो। अनि मम्मीले केला काटेको बेला चाहिँ मैले मम्मीलाई भने के मम्मी मैले अस्ति एउटा भिडियोमा मैले केला काटेको भिडियो हालेकी थिएँ, त्यो देखिसकेपछि कति धेरै जनाले चाहिँ छोरी मान्छेले यसरी केला काट्नु हुन्न भनेर मेरो अस्तिको भिडियोहरुमा चाहिँ कमेन्ट आएको थियो भनेर मम्मीलाई सुनाए। त्यो सुनिसके पछाडि मेरो मम्मीले एकछिन त मलाई महाभारत सुनाउनु भयो। अनि मम्मीले सुनाएको महाभारत एकछिन सुनिसके पछाडि चाहिँ केला लिएर घर आए। अनि त्यसपछि ढिलो नगरिकन फटाफट छिले, त्यसपछि काट्नतर्फ लागे। अनि यो काट्ने बेलामा चाहिँ मैले एउटा मिस्टेक गरेकी थिएँ, जुन चाहिँ थियो तेल लगाउनु पर्ने। काट्ने बेला चाहिँ हातमा तेल लगाएर काटेको भए हुन्थ्यो, तर त्यस्तो गरेन। हातमा त सबै चोप लागेर कालो कालो भएको थियो। अनि मैले त्यो काटिसके पछाडि चाहिँ मम्मीले यो भैँसीलाई लगेर चारा खुवाउनु भयो। अनि म चाहिँ लागे खाना पकाउनतर्फ। खानामा चाहिँ त्यही हो, डेली बन्ने भनेको चामलको भात हो, फरक फरक बन्ने भनेको त दाल र तरकारी मात्रै। तरकारी पकाएको फुल रेसिपी राख्छु सोचेकी थिएँ, तर क्यामेरा चालु गरे जस्तो लागेको थियो, क्यामेरा चालु नै नभएको रहेछ क्या। अनि आधा तरकारी पकाइसके पछाडि आधा नै देखाए। भिडियो क्लिप लिनु भन्दा पहिला एकचोटि क्यामेरा हेरेको भए पनि त हुन्थ्यो भनेर रिस उठिरहेको थियो। तर आफूले पकाएको तरकारी आफै टेस्ट गर्दाखेरि त मेरा दिल त गार्डन गार्डन हो गया। र साथीहरू आजको लागि चाहिँ यति नै मिल्ने छ अर्को मिनी भ्लगमा। बाई बाई। अनि साथीहरू फेरि पनि सोध्दैछु हजुरहरूले केलाको तरकारी खानु भएको छ कि छैन?